स्पिकर के बिग्ड्यो भनेर बजारमा लिएको खासमा चाहिँ केही पनि बिग्डेको रहेन रहेछ, खाली चार्जिङ मात्रै चाहिने रहेछ। हेलो साथीहरू, सबैलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आज चाहिँ स्पिकर के बिग्ड्यो भनेर चाहिँ हामी बजार जाँदैछौँ हैन। फाइनली हामी चाहिँ जयगढ बजारमा पुगिसकेका छौँ। सबैभन्दा पहिला चाहिँ म चाहिँ फोटो खिच्ने ठाउँ गयो हैन। पासपोर्ट साइज फोटो खिच्नलाई नागरिकतामा लगाउनलाई ट्याक्कै हैन देख्न सक्नुहुनेछ। अनि हाम्रो तयारी भइसकेको छ। फोटो कस्तो आएको छ यसो कमेन्ट गर्नु होला। अनि त्यहाँको बिल पे गरेर हामी चाहिँ त्यहाँबाट निस्क्यौं। अनि त्यसपछि चाहिँ जुत्ता अलिकति फाटेको थियो। अनि जुत्तालाई पनि टमाएर अब गाउँघरमा पैसा छैन भन्ने कुरो त होइन, तर पनि अब अलि गाउँघरमा चलाउनलाई चाहिँ टमाउनु परेको थियो। त्यसपछि चाहिँ हामी चाउमिन खाउन गयो हैन। यो चाहिँ फुल खाएको तर के पनि भएन, यसले त के पनि चार्जै दिएन भने पेट पनि अगाएन कति पनि। अनि त्यसपछि त्यहाँ पनि बिल पे गरेर हामी चाहिँ बाहिर निस्क्यौं हैन त्यहाँबाट पनि। अनि यो चाहिँ बहिनीको लागि चप्पल, यो चाहिँ भाइको लागि चप्पल लगेर अनि त्यहाँबाट पनि हामी निस्किसकेपछि अनि डेकमा अब यो मल्टिप्लक पनि लिनु पर्यो हैन। अलि अब सुती चलाउनलाई मल्टिप्लक पनि चाहिन्छ। अनि त्यहाँबाट यो चार्जिङ मात्रै बिग्डेको थियो, अरू केही पनि बिग्डेको थिएन। यो चाहिँ मेरो मामाको दोकान हो। अनि अलिकति गर्मी पनि भइरहेको थियो, यसो डिउसिउ हानेर हिँडिदिउँला भनेर डिउसिउ हाने मस्तसँग चिसो हैन। अनि अलि अब समोसा खाइदिउँ भनेर समोसा पनि हानिदियो हैन एउटा। घरको लागि पनि पार्सल चाउमिन लगेर हामी चाहिँ त्यहाँबाट निस्क्यौं। त्यहाँबाट निस्केर अब आउने बेला हिँडेर आएको थियौँ, जाने बेला अब गाडीमा जानु पर्यो भनेर गाडीमा गयौँ। घरमा आएर अलिकति मास चुट्नु दियो गरिरहेको थियौँ। आजको लागि यति नै। राधे राधे।